हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ यस्तो घुमघाम हुन्छ हाम्रो होइन। हामी चाहिँ थाक्ले गएको थाक्ले नि आउन उफ यो बनाएको देखाउँ न। थाक्क लिनु अब आज रमाइलो हुन्छ गाइस। हेर न त्यहाँ गएर तिमीले के बनाएको नि साथीलाई देखाएको मैले चाहिँ गाइस हेर्नु सक्नुहुन्छ। ऊ र मैले जाने आज चाहिँ माथि थाक्ले ल। अब एकैचोटि माथि पुगेर भेटमा कि उकालो जाने हो क्या, माथि पाहाडतिर हो त्यो ठाउँ चाहिँ। माथि थाक्रे हामी चाहिँ हिँड्दै जाने हो, तर हेर्दै जानु होला गाइस। हामी चाहिँ 60 मिनट आइपुगेको छौँ। 60 मिनट चोक देख्न सक्छ। यहाँ चाहिँ यस्तो दोकानहरू छ, सानो सानो नै पसलहरू छ। हामी चाहिँ अब हामी रिच किड हो नि त, त्यही भएर यहाँनिर साथीलाई एक्सट्रिम लिनु पठाएको दुईवटा देख्न सक्नुहुन्छ। हामी चाहिँ अब उता जानुपर्ने माथि हेर्दै गर्नु होला हाम्रो भ्लग। अब पुगेर भेटौँ। अब चाहिँ उहाँदेखि चाहिँ गाइस जङ्गल आउँछ, हेर्दै जानु होला। बाई बाई गाइस, देख्न सक्नुहुन्छ हामी चाहिँ जङ्गल छिरिसक्यौँ होइन। ऊ तर चाहिँ बाटो छ। अब यहाँ चाहिँ जङ्गल छ नि त, बाटो चाहिँ यस्तो छ, यस्तो उकालो छ। खरबनी, थाक्ले, बर्दु, सानो बर्दु, ठुलो बर्दु जाने बाटो चाहिँ गाइस यही हो। हिँड्दै जाने भने कति सजिलो छ देख्न सक्नुहुन्छ। अनि यो ठाउँको नाम चाहिँ त्यसै थाक्ले राखेको होइन क्या, थाक्कल धेरै फल्छ नि त। भन्दा भन्दै हाम्रो गाडी थाक्कल आइसक्यो देख्न सक्नुहुन्छ। झुप्पा हेर्नु कत्रो छ, त्यसको दाना हेर्नु कत्रो छ, कलिलो भए पनि। अब यसलाई थिप्स हान्ने हो गाइस। थिप्स सानो सानो छैन, यहाँ भिडियोमा पो यत्रो देखिएको। घर चाहिँ यहीँ छ। हामीलाई माफ गर्नु होला यो भिडियो हेर्दै हुन्छ भने। गाइस हामीले चाहिँ काटिसक्यौँ थाक्कल होइन, देख्न सक्नुहुन्छ कत्रो छ। डन्ठा हेर्नु कत्रो छ, लामै काटेको। यसलाई चाहिँ ज्याम हाल्यो भने चाहिँ दुख्छ। थाक्कल चाहिँ यत्तिकै हुन्छ, यताउति उयो पनि छ देख्न सक्नुहुन्छ। थाक्कलै थाक्कल छ भन्दैछु त। थाक्ले नाम त्यसै राखेको होइन नि त, थाक्कल धेरै भएर राखेको। यहीँ छ एउटा ठुलो झम्पा यो चाहिँ, तर कलिलो रहेछ, त्यही भएर ख्याल दिने हामी। अब यसरी कलिलो रहेछ। अब गाइस हेर्दै जानु होला छिप्पड भेटिन्छ कि भेटिँदैन। माथि छ एउटा। गाइस हेर्दै गर्नु होला भरे कलेक्सन कति हुन्छ एकैचोटि देखाउँछु म तपाईँहरूलाई। गाइस अब हामी डुल्नु थाल्यौँ। तल्लोपट्टि माथिल्लोपट्टि उँभो जङ्गल पस्यौँ। यता ऊ माथि पनि गाइस अहिले चाहिँ हामी गलेर बसिरहेको छौँ यहाँनिर। थाक्कल चाहिँ गाइस यति मात्रै भेला भएको छ अहिलेसम्म चाहिँ चारवटा। यहाँको चाहिँ अलिअलि भेला भएको छ, त्यति साह्रो पनि छिपेको छैन। फेरि 1 महिना पछाडि आउनु पर्ला, देखाउँछु तपाईँलाई कस्तो छ यसको दाना। देख्न सक्नुहुन्छ एकदम मात्रै छ दानाहरू चाहिँ, अलिक बेला भएको रहेनछ। गाइस हेर्दै गर्नु होला। अब अझै उँभो उँभो जानु छ, अझै उँभो उँभो हेर्दै गर्नु होला। स्टे ट्युन्ड। गाइस हामी चाहिँ घर फर्किसक्यौँ। थाक्कलहरू चाहिँ यहाँ छ, यहाँ छ हेर्नु सक्नुहुन्छ। छिपेको पनि भेटाएको छौँ हामीले। अहिले फर्किँदैछौँ अहिलेकै बाटो। अहिले सुरुमा काटेको थाक्कल चाहिँ हामीलाई यो हो, तर कलिलो रहेछ, कलिलो रहेछ। त्यही भएर हामीलाई चाहिँ फ्यालिदिउँ। अनि त्यही अहिले फर्किँदाखेरि त्यही बोकेर हिँडेको। बाटो कुकुर रहेछ उता, हामीलाई टोक्नु सक्छ। हेर्दै गर्नु होला, म देखाउँछु। टोक्नु सक्छ कुकुरले। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अब म मर्नु आँटेको छु। आज कुकुरले टोकेर मलाई ऱ्याबिज बनाउँछ। मेरो साथी गाइस पागल छ। ऋषभ कस्तो डराउँछ नि कुकुरसँग।
देख्न सक्नुहुन्छ गाइस यो कुकुर चाहिँ भुकेको छ अघिदेखि हामीलाई टोक्छ होला भागौँ हामी भागौँ ओह ल गाइस अब हामी चाहिँ तल बाटोमा आइसक्यौँ देख्न सक्नुहुन्छ जङ्गलबाट निस्केर जङ्गल चाहिँ यता उँभो छ जङ्गलबाट चाहिँ हामी निस्क्यौँ अब बाटो देख्न सक्नुहुन्छ अब यो बाटो चाहिँ सिधै हुँदो चाहिँ तल 60 मिनट पुगिन्छ अहिलेको ठाउँ चोकमा गाइस हेर्नु अब एकैचोटि घर पुगेर भेटौँ ल लामो भयो भिडियो एकैचोटि घर पुगेर भेटौँ अब गाइस गो Subscribe for Nepali Life. ल गाइस बाई बाई Bye bye.